यदि तपाईहरु कोरियन भाषा सिक्न खोजिरहनु भएको छ तर कहाँबाट सुरु गर्ने भन्ने कन्फ्युज भइरहेछ भने यो भिडियो तपाईहरुको लागि। आज म तपाईहरुलाई कोरियन भाषा कसरी बनेको छ र कोरियन भाषामा कस्ता कस्ता अक्षरहरु छन् भनेर सिकाउने छु। भिडियो अन्तिमसम्म हेर्नु होला। जसरी नेपाली भाषामा कुनै पनि अक्षर बन्नका लागि हामीलाई दुईटा कुराको आवश्यकता पर्दछ, कन्सोनेन्ट्स र भवेल्स। त्यसरी नै कोरियन भाषामा पनि अक्षरहरु बन्नका लागि हामीलाई कन्सोनेन्ट्स र भवेल्सको आवश्यकता पर्दछ। फर एक्जाम्पल हामीले नेपाली भाषामा क लेख्नु पर्यो भने यो क कसरी बनेको छ त भन्दा एउटा आदि क र अ मिलेर बनेको छ। यानी कि यो आदि क भनेको कन्सोनेन्ट भयो, कन्सोनेन्ट साउन्ड भयो भने यो अ भनेको भवेल साउन्ड भयो। यसरी कन्सोनेन्ट र भवेल्स मिलिसकेपछि मात्रै नेपाली भाषामा पनि पूरा अक्षर बन्छ। त्यसरी नै कोरियन भाषामा पनि एउटा पूरा अक्षर बन्नका लागि हामीलाई कन्सोनेन्ट र भवेलको सम्मिश्रण चाहिन्छ। कोरियन भाषाका अक्षरहरु एकदमै सजिला छन्। ध्यान दिएर हेर्नु भयो भने मजाले सिक्नुहुनेछ। मेनली कोरियन भाषामा चाहिँ 14 वटा कन्सोनेन्ट र 10 वटा भवेल्स हुन्छन् र यी 14 वटा कन्सोनेन्ट र 10 वटा भवेल्सहरुबाट बनेका एक्स्ट्रा 5 वटा कन्सोनेन्ट र 11 वटा भवेल्सहरु हुन्छन्। र आज हामी 14 + 5 19 वटा कन्सोनेन्ट्स र 10 वटा भवेल्स पढ्छौं। हामी सुरुमा 10 वटा भवेल्सहरु पढौं। कोरियन भाषाको भवेल्सहरु एकदमै सजिला छन्। म सँगसँगै पेन र पेपरमा लेख्दै जानु होला, प्र्याक्टिस गर्दै जानु होला। हामीले के गर्नु पर्दैन, हामी सुरुमा 4 वटा ठाडो लाइन तान्छौं, 4 वटा तेर्सो लाइन तान्छौं र अन्तिममा एउटा ठाडो लाइन र अर्को तेर्सो लाइन। अब नेपाली भाषामा जसरी अ आ इ छ भवेल्सहरु, त्यसरी नै कोरियन भाषामा पनि भवेल्सहरु छन्। तर अलिकति कोरियन भाषाको भवेल्सहरु चाहिँ थोरै फरक छन्। हेरौँ है त। सुरुमा हामी यो 4 वटा ठाडो लाइनबाट हेर्छौं। यदि हामीले राइट तिर एउटा धर्का तान्दियौं भने त्यो आ हुन्छ। राइट तिर दुईटा धर्का तान्यौं भने त्यो या हुन्छ। अब लेफ्ट तिर एउटा धर्का तान्यो भने अ, लेफ्ट तिर दुईटा धर्का तान्यो भने य। अब यो तेर्सो लाइन हेरौं। तेर्सो लाइनको माथितिर धर्का तान्दा ओ, माथितिर दुईटा धर्का तान्यो भने यो, तलतिर धर्का तान्यो भने उ र तलतिर दुईटा धर्का तान्यो भने यु। र यो आफैमा ठाडो धर्का इ र यो तेर्सो धर्का उ। यसरी हामीसँग 10 वटा भवेल्सहरु छन्। एकदमै सजिलो छ। भिडियो पज गरेर प्र्याक्टिस गर्नुभयो भने एकैछिनमा तपाईलाई आउँछ। र हामीले यहाँ के हेर्न सक्छौं भने एउटा धर्का तानेको छ भने त्यसले अ साउन्ड दिइरहेछ र दुईटा धर्का तानेको छ भने चाहिँ त्यसले य साउन्ड दिइरहेछ। यहाँ हेर्नु त, य साउन्ड दिइरहेछ। र हामीले 10 वटा भवेल्सहरु पढ्यौं। अब हामी 14 + 5 19 वटा कन्सोनेन्ट्सहरु पनि पढौं। तपाईहरु पनि भिडियो पज गरेर यो मजाले प्र्याक्टिस गर्नु होला। दुईटाचोटी प्र्याक्टिस गर्नुभयो भने मजाले आउँछ। र यही मेन 10 वटा भवेल्सहरुबाट बनेका अरु भवेल्सहरु पनि छन्। त्यो हामी नेक्स्ट क्लासमा पढ्छौं। अहिलेका लागि हामी कन्सोनेन्ट्स पढौं। कोरियन भाषामा कोरियन कन्सोनेन्ट्सहरु पनि एकदमै सजिलो छन्। नेपाली भाषा जस्तो 36 वटा क ख ग घ जसरी छन् त्यस्तो धेरै पनि छैन। थोरै अनि एकदम सजिला छन्। ध्यान दिएर हेर्नु होला। नेपाली भाषाको कन्सोनेन्ट चाहिँ क बाट सुरु हुन्छ भने कोरियन भाषाको कन्सोनेन्ट चाहिँ ग बाट सुरु हुन्छ। यदि हामीले 7 जस्तो लेख्यौं भने त्यो ग, एल जस्तो लेख्यौं भने न, सी लेख्यौं भने द, यो 2 जस्तो लेख्यौं भने र, यो रेक्टेंगल जस्तो बनायौं भने म, यो यु लेखेर बीचमा काट्यौं भने
ब अनि यस्तो बनायौं भने स, यो जिरो जस्तो बनायौं भने अ, यो स जस्तो लेखेर माथि धर्का तान्यौं भने ज, अनि यो ज लेखेर माथितिर सानो धर्का तान्यौं भने छ, यो उल्टो एफ जस्तो लेख्यौं भने ख, ई जस्तो लेख्यौं भने थ, यो झ्याल जस्तो बनायौं भने फ, यो जिरो जस्तो लेखेर एउटा धर्का तानेर माथि धर्का तान्दियौं भने यो ह। यसरी हाम्रो मेनली ग न द र म ब स अ ज छ ख थ फ ह यसरी हाम्रो 10 वटा कन्सोनेन्ट्सहरु रहेका छन् र यसबाट बनेका अरु 5 वटा कन्सोनेन्ट्सहरु पनि हामी पढ्ने छौं। सुरुमा भिडियो पज गरेर तपाईहरु यो मजाले प्र्याक्टिस गर्नु होला। फेरि एकचोटी रिपिट गरौँ। ग न द र म ब स अ ज छ ख थ फ ह यसरी हाम्रो 10 वटा कन्सोनेन्ट्सहरु हामीले पढ्यौं। अब हामी बाँकी रहेका 5 वटा कन्सोनेन्ट्सहरु पढ्छौं। भर्खरै पढेको हामीले कन्सोनेन्ट चाहिँ सिंगल कन्सोनेन्ट भयो भने अब हामीले पढ्ने कन्सोनेन्ट चाहिँ डबल कन्सोनेन्ट्स भयो। अब हामीले क लेख्नु पर्यो भने दुईटा ग लेख्यौं भने त्यो क हुन्छ। दुईटा द लेख्यौं भने त्यो त हुन्छ। दुईटा ब लेख्यौं भने त्यो प हुन्छ। दुईटा स लेख्यौं भने त्यो मोटो वाला स हुन्छ। र त्यसै गरेर दुईटा ज लेख्यौं भने त्यो च हुने भयो। यसरी हामीसँग 5 वटा डबल कन्सोनेन्ट्सहरु रहेका छन्। यति भइसकेपछि 14 वटा सिंगल कन्सोनेन्ट र 5 वटा डबल कन्सोनेन्ट गरेर हामीसँग जम्मा 19 वटा कन्सोनेन्ट्सहरु रहेका छन्। यो पनि भिडियो पज गरेर एकचोटी मजाले प्र्याक्टिस गर्नु होला। अहिलेसम्म हामीले के सिक्यौं त त्यो एकचोटी फेरि सरसर्ती रिभिजन गरौँ। हामीले सुरुमा 10 वटा भवेल्स पढ्यौं, त्यसपछि 14 वटा कन्सोनेन्ट्सहरु पनि पढ्यौं अनि प्लस 5 वटा कन्सोनेन्ट्सहरु पनि पढ्यौं। एकचोटी सँगसँगै रिभिजन गरौँ। आ, या, अ, य, ओ, यो, उ, यु, ई अनि उ यसरी 10 वटा भवेल्स पढियो र कन्सोनेन्ट्सहरुमा ग, न, द, र, म, ब, स, अ यसले अ साउन्ड त गर्छ तर यसको वास्तविक काम चाहिँ के हो हामी पछि पढ्छौं। त्यस्तै गरेर ज, छ, ख, थ, फ, ह अनि अन्तिममा क, त, प, स, च यसरी 19 वटा कन्सोनेन्ट्सहरु पनि हामीले पढ्यौं। तपाईहरुले यसलाई 4-5 चोटी मजाले प्र्याक्टिस गर्नुभयो भने मजाले आउँछ। हामीले भवेल्सहरु पनि सिक्यौं, कन्सोनेन्ट्सहरु पनि सिक्यौं। अब हामी यो भवेल्स र कन्सोनेन्ट्सहरुलाई कम्बाइन गरेर कोरियन भाषामा अक्षरहरु कसरी बनाउने त त्यो हामी सिक्छौं है त। यो जुन कन्सोनेन्ट्सहरु छन् यो आफैमा पूरा अक्षरहरु होइनन्। यदि हामीले यो कन्सोनेन्ट र भवेल्सलाई कम्बाइन गर्छौं जब अनि मात्रै हामीले अक्षर बनाउन सक्छौं। त्यो हामी एकचोटी यहाँ प्र्याक्टिकली हेरौं। अब हामीले के बुझ्नुपर्छ भने यो भवेल्सहरु यो कन्सोनेन्ट्सहरुको कुन साइडतिर लगाउने त? दायाँ लगाउने कि बायाँ लगाउने कि माथि लगाउने कि तल लगाउने कि त्यो सुरुमा बुझौं। त्यसबाट एक एक गर्दै हामी केही अक्षरहरु बनाएर हेर्छौं। अब यो जुन 4 वटा ठाडो धर्काबाट बनेको भवेल्स र यो एउटा ई 5 वटा भवेल्सहरु कन्सोनेन्ट्सको राइट साइडतिर लाग्छन्। त्यो कसरी लाग्छन् हामी पछि हेरौं। अनि बाँकी रहेको यो 4 वटा तेर्सो धर्का र यो अन्तिमको उ
जम्मा चाहिँ 5 वटा भवेल्सहरू चाहिँ कन्सोनेन्टको तलतिर लाग्छन्। फेरि एकचोटि रिपिट गरौँ। यो जुन 4 वटा ठाडो धर्काबाट बनेको भवेल्स र यो एउटा ई 5 वटा जम्मी 5 वटा कन्सोनेन्टको राइट साइडतिर लाग्ने भए र बाँकी रहेका यो तेस्रो धर्काबाट बनेको 4 वटा र यो अन्तिमको एउटा 5 वटा भवेल्स चाहिँ कन्सोनेन्ट्सको तलतिर लाग्छन् र यसलाई हामी प्र्याक्टिकली हेरौँ केही एक्जाम्पलहरू। हामीले अघि के भनेर सिक्यौँ भने यो 4 वटा भवेल्स र यो एउटा भवेल्स जम्मा चाहिँ 5 वटा भवेल्स कन्सोनेन्टको राइटतिर लाग्छ र बाँकी रहेका यो 4 वटा भवेल्स र यो अन्तिमको एउटा भवेल्स जम्मा चाहिँ 5 वटा भवेल्स कन्सोनेन्टको तलतिर लाग्छ। जस्तै कि हामीले गमा यो आ लाउनु पर्यो भने हामीले कन्सोनेन्टको राइटतिर लाउँछौँ, यानि कि गमा आ लगाइयो भने त्यो गा हुन्छ। यो गमा यो या भवेल लाउनु पर्यो भने राइटतिर लगाउने, यानि कि ग र या मिलेर ग्या हुने भयो। त्यस्तै यो गमा हामीले ओ भवेल लाउनु पर्यो भने कता लाउने त? यो कन्सोनेन्टको तलतिर लगाउने, किनकि यो 4 वटा र यो एउटा त हामीले के भनेको छौँ कन्सोनेन्टको तलतिर लाग्छ भनेपछि हामीले ओ लगाउनु पर्यो भने गमा गको तलतिर लगाउने ओ भनेपछि यो के भयो त? ग र ओ मिलेर गो भयो। त्यस्तै गरेर ल हामी अब बमा हामीले यो यु लाउनु पर्यो भने कता लाउने त? यो बको तलतिर लगाउने भने पछाडि बमा हामीले तलतिर यु लगायौँ भने के हुन्छ त? ब्यु हुने भयो। यसरी कन्सोनेन्ट र भवेल्स मिलिसके पछाडि मात्रै एउटा के हुने भयो त? अक्षर बन्ने भयो। त्यस्तै गरेर यो हमा हामीले यो ई भवेल लगायौँ भने कता लगाउने त? राइटतिर लगाउने, किनकि हमा राइटतिर ई लगायो भने हि भयो। अनि हामीले यो जमा हामीले यो उ लाउनु पर्यो भने कता लगाउने त? यसको तलतिर लगाउने कन्सोनेन्टको भने पछाडि जको तलतिर उ लेख्यो भने ज र उ मिलेर जु भयो। र तपाईहरुलाई लागिराखेको होला यहाँ पनि एउटा उ छ, यहाँ पनि एउटा उ छ, के फरक छ त यिनीहरुमा भन्दा यो उले चाहिँ अलिकति सफ्ट साउन्ड गर्छ, उ जस्तो साउन्ड गर्छ, यो उले चाहिँ उ जस्तो अलिकति हार्ड साउन्ड गर्छ। त्यति हो फरक। पछि हामी यसलाई युज गरेर हेर्छौं है त। यसरी नै तपाईहरु पनि विभिन्न कन्सोनेन्टहरु र विभिन्न भवेल्सहरुलाई कम्बाइन गरेर नयाँ नयाँ अक्षरहरु बनाउन सिक्नु होला, प्र्याक्टिस गर्नु होला। बाँकी रहेको 5 वटा कन्सोनेन्टलाई पनि हामी युज गरेर हेरौं। एक दुईवटा हामी प्र्याक्टिस गरौं अक्षर बनाएर। अब यो क मा हामीले यो य भन्ने कन्सोनेन्ट कता लाउनु पर्यो त? राइटतिर लाउनु पर्यो भने पछाडि क र य मिलेर के हुने भयो त? क्य हुने भयो। त्यस्तै यो ब मा हामीले अ भन्ने कन्सोनेन्ट कहाँ लाउनु पर्यो? राइटतिर भने पछाडि ब र अ मिलेर के हुने भयो? ब हुने भयो। त्यस्तै यो च मा हामीले आ भवेल लगायौं भने राइटतिर लगाउँछौं, यानि कि च र आ मिलेर के हुन्छ त? च्या हुन्छ। यसरी नै तपाईहरु कन्सोनेन्ट र भवेल मिक्स गरेर नयाँ नयाँ अक्षर बनाउन धेरै प्र्याक्टिस गर्नु होला भन्न चाहन्छु। र आज हामीले कन्सोनेन्ट्सहरु सिक्यौं, भवेल्सहरु सिक्यौं, अनि कन्सोनेन्ट र भवेल्सहरुलाई मिक्स गरेर अक्षर बनाउन सिक्यौं। हामी अर्को क्लासमा चाहिँ यो 10 वटा भवेल्सहरुबाट बनेका अरु भवेल्सहरु पनि पढ्ने छौं र अझै नयाँ नयाँ अक्षरहरु बनाउन सिक्ने छौं है त। यो कन्सोनेन्ट्स र भवेल्सहरुलाई धेरैचोटि प्र्याक्टिस गर्नु होला, सजिलो छ। मजाले प्र्याक्टिस गर्नुभयो भने सजिलैसँग आउँछ। यदि तपाईहरुलाई यो भिडियो हेल्पफुल लाग्यो र तपाईहरु 0 लेभलदेखि कोरियन भाषा सिक्न चाहनुहुन्छ भने
यो भिडियोलाई लाइक गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला। म यस्तै 0 लेभलदेखिका कोरियन भाषाका क्लासहरू फेरि लिएर आउनेछु। नमस्कार।